पेज नम्बर 198 मा छ। 20 मा जुन समृद्धि बोधिचित्तको वास्तविक मतिशोधन भनेर हिजो गएको थियो। दोस्रो विशेष व्याख्याको 2 शीर्षक समृद्धि बोधिचित्तको मतिशोधन, परमार्थ बोधिचित्तको मतिशोधन भनेर 2। अब त्यसमा पहिलो समृद्धि बोधिचित्तको मतिशोधन भने त्यसमा चाहिँ सामान्यतया बोधिचित्त भावना विधिको धेरै परम्पराहरू छन् भनेर चाहिँ बोधिचित्त उत्पन्न हुनको लागि त्यसको अभ्यास क्रममा चाहिँ अनि परम्परा अनि विभिन्न फरकहरू छ भनेर त्यसमा एक परम्परा चाहिँ शाक्यमुनि गौतम बुद्धदेखि अनि मैत्री बोधिसत्व, उहाँदेखि आचार्य असङ्ग, उहाँदेखि अनि अतिशय श्री ज्ञान, त्यहाँदेखि अनि श्री दल्लमा गुरुज्यूदेखि यसरी लिएर चाहिँ एउटा परम्परा हुन्छ। त्यसले चाहिँ हेतुफल 7 हेतुफल अनि द्वारा बोधिचित्त उत्पन्न गर्ने अभ्यास भनेर भनिन्छ र त्यसको नाममा चाहिँ विशाल अनि आचरण परम्परा भनेर ग्यासिन्चुग्यू भनेर यसरी भन्यो हुन्छ। त्यसपछि दोस्रो परम्परा चाहिँ फेरि बुद्धदेखि मञ्जुश्रीद्वारा नागार्जुनदेखि शान्तिदेवदेखि फेरि श्री दीपङ्कर ज्ञान अतिश, उहाँदेखि श्री दललामा गुरुज्यू यसरी भएर चाहिँ त्यो परम्परालाई अनि दक्षिण्याम्जे गोने भनेर 16 पार 7 पाटोद्वारा चाहिँ अभ्यास गर्ने अनि बोधिचित्तको अभ्यास गर्ने भने त्यसले चाहिँ लक्षणचुग्यू भनेर गम्भीर अनि आचरण परम्परा भनेर यसरी नामकरण गरेको छ। अब त्यसमा चाहिँ 2 परम्परा मध्ये यहाँ भन्दाखेरि जुन अहिले यो 7 मतिशोधन जुन छ हो त्यसमा चाहिँ यहाँ भने चाहिँ त्यो बुझ्नुपर्छ। त्यो चाहिँ कस्तो हो भन्दाखेरि यहाँ गुरुहरूले मुख्य शान्तिदेवको परम्परा स्वपार समता र साट्ने प्रक्रिया मार्फत गरिने बोधिचित्तको मतिशोधन विधि वचन भए अनुसार भावना गर्नुपर्छ भनेर यहाँ चिन्ह लगाउनु। अब यहाँ चाहिँ शान्तिदेवज्यूले रच्नु भएको जुन बोधिचार्य अवतार छ, बोधिचार्य अवतार ग्रन्थको सार भनेको चाहिँ 8औं र 9औं अनि अध्याय भनौँ, परिच्छेद भनौँ, च्याप्टर भनौँ, त्यो चाहिँ हो। 8औं च्याप्टरले परिच्छेदले चाहिँ के देखाउँछ भन्दाखेरि समाधिको विषयमा देखाउँछ र 9औं परिच्छेदले चाहिँ प्रज्ञाको विषयमा देखाउँछ। त्यसको कारणले यहाँ फेरि 8औं परिच्छेदमा अनि समाधिको हो, तर त्यसको मूल भनौँ त्यसको सार चाहिँ के हो त भन्दाखेरि सोपार अनि 7औं पाटोद्वारा अनि बोधिचित्तको अभ्यास गर्ने त्यो चाहिँ आउँछ र 9औं परिच्छेद जुन प्रज्ञा जुन छ त्यसको मूल सार भनेको चाहिँ अनि परमार्थ बोधिचित्त भनेर त्यो त्यसमा आउँछ। त्यसको कारणले यसपल हामीले यो 2 राम्रोसँग लोजोङ जुन मतिशोधनको जुन यो 2 को विषयमा राम्रोसँग अभ्यास र अध्ययन गर्न सक्यो भनेदेखि बोधिचार्य अवतारको जुन 8औं र 9औं परिच्छेदको सार जुन छ त्यसको शिक्षा ज्ञानहरू सबै हामीले पाउन सक्छ। त्यसैले यसको 3 शीर्षक भनेर यसको भन्दाखेरि जुन 2 परम्परा मध्ये दोस्रो परम्परा 16 पार 7औं पाटोद्वारा जुन बोधिचित्त अभ्यास गर्ने जुन छ त्यसलाई बुझ्नुपर्छ। त्यसैले यसको भनेर त्यसमा चाहिँ व्याख्या आउँदाखेरि 3 शीर्षक। पहिलो मतिशोधनको स्रोत खुलाउने भनेर जुन अहिले 16 पार 7औं पाटोद्वारा बोधिचित्तको अभ्यास गर्ने जुन छ त्यसको स्रोत के हो भनेर त्यसको विषयमा। दोस्रोमा चाहिँ 100 पार साट्नुको लाभ र नसट्नुको दोष चिन्तन गरी भावनाप्रति उत्साह दिने। तेस्रोमा वास्तविक मतिशोधन विधि भनेर यो 3 शीर्षक चाहिँ बुझ्नुपर्छ। अब त्यो 3 शीर्षक मध्ये पहिलो मतिशोधनको स्रोत खुलाउने भनेर 16 पार 7औं पाटोद्वारा बोधिचित्त उत्पन्न गर्ने अभ्यास भनौँ। त्यसको स्रोत के छ त भन्दाखेरि विनय आगममा भनेर यो कङ्ग्युर अनि बुद्धको वचन हो। त्यसभित्र चाहिँ के भन्नुभएछ भन्दाखेरि विनय आगममा वचन भएको सख्य पुत्रको कहानी भनेर चाहिँ भगवान बुद्ध पहिला अनि बुद्धता प्राप्त हुने अगाडि उहाँ अनि सामान्य साधारण व्यक्ति भनौँ त्यस्तो हुने बेलामा पनि उहाँले के अनि त्यसको विषयमा
ध्यान साधनाहरू अथवा अभ्यास गरेको भावना गरेको अनि कहानीहरू हो। त्यसैले सखिया पुत्रको कहानी भन्ने एउटा। दोस्रोमा त्यसै गरी पराक्रमी मैत्री राजाको जन्म भनेर 2। तेस्रोमा राजा महारथी पुत्रको जन्म 3। कछुवा मुलीको जन्म 4। त्यसै गरेर अवतंसक सूत्र आदिमा शास्त्रले आफूलाई छाडेर अरूलाई मात्र महत्त्व दिई बोधिसत्व आचरणको शिक्षा अभ्यासका धेरै कहानीहरू छन् भनेर चाहिँ यो चाहिँ के हो त 16 पाठ 60 पाठद्वारा बोधिचित्तको अभ्यास गर्नुपर्छ भनेदेखि त्यसको स्रोत के छ भनेपछि त्यसको स्रोतमा भगवान बुद्ध स्वयंले भन्नुभएको यस्तो छ भनेर यो। अब त्यो सबै कहानी एक एक गरेर भन्यो भनेदेखि हामीले समयले पुग्दैन। त्यसले गर्दाखेरि त्योहरू मध्ये एउटा कहानी चाहिँ त्यसमध्ये सखिया पुत्रको कहानी बताउन गइरहेको छु भनेर चाहिँ अब त्यो कहानी चाहिँ आउँछ। अब मैले परीक्षण गरे अनुसार जुन यो अहिले सखिया पुत्रको जुन कहानी जुन छ त्यो हामीले राम्रोसँग बुझ्न सक्यो भनेदेखि त्यसमा विशेष 3 हुन्छ। पहिलो चाहिँ के हो त त्यसभित्र चाहिँ हामीले कर्म हेतुफल भन्ने त्यसको विषयमा हामीले जानकार पाउँछ। एउटा चाहिँ आफ्नो बुवा आमालाई चाहिँ आदर सम्मान गर्नुपर्छ। आदर सम्मान नगरेर उहाँहरूलाई दुःख दिने त्यसो गर्यो भनेदेखि आफू स्वयंले अनि धेरै दुःख भोग्नुपर्ने त्यस्तो अवस्था हुन्छ भनेर त्यो एउटा। त्यसै गरेर महकरुणाद्वारा चाहिँ 16 पाठ 60 पाठ गरी बोधिचित्त उत्पन्न हुने अभ्यास अनि गर्नुपर्छ भनेर त्यसको फाइदा गरेर चाहिँ 3 अनि के भन्छ पोइन्ट बनाऊँ त्यस्तो हामीले यो कहानीभित्र चाहिँ ज्ञात हुन सक्छ, जानकार हुन सक्छ। अब यहाँ विनय सूत्रमा चाहिँ पूर्वकालमा बनराजका जाओ भनेको यो बुवाको नाम हो, मित्र भन्छ। जाओ भन्ने एक कप्तान पारका एक कप्तान धेरै धन सम्पत्तिका मालिक धनाढ्य भनेर सम्पत्ति धेरै भएको मान्छे हो त्यस्तो एउटा थिए। उसले आफूभन्दा निम्न होइन, आफू एक समान भएको जात है, मिलेको जाति मानिने स्त्रीसँग वैवाहिक सम्बन्ध गाँसेर आनन्दसँग बसेका थिए। पछि गएर जति छोरा जन्मिए पनि सबै मर्न थालेकोले भनेर चाहिँ उहाँलाई जति छोरा पाए तापनि सबै बाँच्न नसकेर मरेर जान्थ्यो। त्यसले गर्दाखेरि पहिला भारतमा चाहिँ के चलन थियो भन्दाखेरि त्यस्तो छोराहरू पाउने बेलामा आयु लामोसम्म बस्न सक्नको लागि बाँच्न सक्नको लागि देवदेवीहरूलाई अनि पूजाआजा गर्ने त्यस्तो चलन थियो। त्यसो कारणले त्यो बुवाले पनि संसारिक देवी देवतालाई प्रार्थना गर्दा जन्मिएको छोरा नबाँचेपछि भनेर देवदेवीले पूजा गरे तापनि पछि छोरा जन्मिने बेलामा फेरि बाँच्न नसकेर मृत्यु भएर जान्थ्यो। त्यसको कारणले एकजनाले उपाय बताउँदै भनेर फेरि एकजना मान्छेले त्यो बुवालाई भनेको थियो। उपाय बताउँदै भने अब फेरि पनि छोरा नै जन्मिए भनेर अब अझै छोरा एउटा पायो भनेदेखि त्यसको नाम चाहिँ छोरीको नाम भएको त्यस्तो एउटा राखिदिनु भनेर, छोरीको नाम दिनु दीर्घायु हुन्छ भनेर, लामो अनि समयसम्म बाँच्न सक्छ भनेर भन्ने सल्लाह दिए भनेर चाहिँ यहाँ समयको अन्तरालमा भनेर। अब त्यसपछि एक समयमा चाहिँ एक दिन पत्नीले सुन्दर छोरा जन्मायो भनेर फेरि जाउको पत्नीले चाहिँ सुन्दर एउटा छोरा जन्मायो। नौरनमा उसको नाम मैत्री कन्या भन्ने नाम राख्यो भनेर। खासमा त उहाँ छोरा हो तर पनि मैत्र अथवा जाओ उहाँको छोरा हो तर पनि केटीको नाम राख्नु स्त्रीको नाम राख्नु पर्ने भएको कारणले कन्या भनेर जाओ फुमो भनेर मैत्री कन्याका नाम राखियो। उसको पिता व्यापार गर्न महासागरमा जाँदा त्यहाँ मरेर फर्किएन भनेर चाहिँ त्यसको छोरा चाहिँ अनि बाँच्यो तर उहाँको बुवा चाहिँ समुद्रमा मणि अनि लिन जाने बेलामा चाहिँ त्यहीँ खसेर अनि मृत्यु भयो उहाँको। त्यसो कारण यो अहिले मैत्री कन्या भने चाहिँ भगवान बुद्धको अनि पूर्व जन्मको है, बुद्ध त प्राप्त हुने अगाडि उहाँको एउटा एक पूर्व जन्मको अनि एउटा के भन्छ अरे जन्म लिँदाखेरिको एउटा त्यो हो। त्यो अब पुत्र चाहिँ ठुलो भएपछि
मैत्री पुत्रीले भनेर त्यो अहिले छोरा चाहिँ हो, मैत्री पुत्रीले आमालाई सोधे, मेरो पिता जुन पेसामा संलग्न भई जीविकोपार्जन गर्थे म पनि त्यही पेसा अप्नाउँछु भनेर उहाँले आफ्नो आमाले सोधेको। मेरो बुबाले के व्यापार गर्नुहुन्छ, के काम गर्नुहुन्छ, म पनि त्यही काम गर्छु भनेर यसरी सोधेको थिएँ। त्यो सोद्धाखेरि भने त्यसपछि आमाले सोचे, यदि मैले उसको बुबाको पेसा महासागरको व्यापार गर्थे भने भनिदिए त्यहाँ गएर फेरि छोरो पनि मर्न सक्ने डरले भनेर आमाले के सोच्यो तुरुन्तै, मैले यदि उहाँको बुवा चाहिँ समुद्रमा गएर यसरी व्यापार गर्ने हो भनेर भनेपछि उहाँ पनि समुद्रमा गएर फेरि त्यहाँ मृत्यु हुन सक्छ भनेर त्यो डर लागेर चाहिँ आमाले जुठो बोले। के बोल्यो भन्दाखेरि, तिम्रो पिता अन्न व्यापारी हो, तिमीले पनि मन लागे अन्न व्यापार गर भनेर भनेको थियो। आमाले डरले उहाँले जुठो बोलेर तिम्रो बुवा चाहिँ अन्न अनि व्यापार गर्छ, यदि तपाईँले व्यापार गर्ने हो भनेदेखि अन्नको व्यापार गर्नु भनेर यसरी भन्नुभयो। अनि त्यसपछि उहाँ छोरोले चाहिँ आमाले जुन भन्नुभएको छ त्यो कुरालाई मानेर उहाँले आमाको आदेश पालना गरेर चाहिँ 4 प्रकारको उहाँले व्यापार गर्छ र त्यसको व्यापारबाट पाएको फाइदाको जुन छ त्यो सबै आफ्नो आमालाई आमाले दिन्छ उहाँले। अब त्यसमा पहिला उनले अन्न पसल थप्दा पहिलो दिनमै 4 कर्षपन्न भनेर, कर्षपन्न भनेको त्यतिखेरको एउटा पैसाको हिसाब है, 4 कर्षपन्न प्राप्त गरी आमालाई दिए भनेर त्यो एउटा राम्रो काम एउटा भयो। त्यसपछि केही समयपछि अरू मान्छेले तिम्रो बुबा त धूप व्यापारी पो थिए भनिदिए। त्यसपछि त्यो व्यापार छोडेर धूप व्यापार गरी दैनिक 8 कर्षपन्न कमाएर आमालाई दिए भनेर। 2 फेरि अर्को व्यक्तिले तिम्रो पिता त धूप छोडे होइन सुन व्यापारी थिए भने उनले धूप व्यापार छोडेर सुन व्यापार गर्दा पहिलो दिनमा 16 कर्षपन्न कमाएर आमालाई दिए भनेर। 4 है। त्यसको पछिल्लो दिन 32 कर्षपन्न कमाई पनि आमालाई नै बुझाए भनेर उहाँले 4वटा राम्रो काम कुशलको काम गरेको थियो र त्यसको फल पनि अहिले पछि आउँछ। अब त्यसपछि चाहिँ फेरि उहाँले अब अकुशलको कर्म गर्ने यहाँ हुन्छ। अकुशलको कर्म जुन के गरेको छ भन्दाखेरि त्यसपछि ईर्ष्यवंश केही सुन व्यापारीहरूले भनेर चाहिँ त्यतिखेर सुन व्यापारहरू अर्को सुनको व्यापार गर्ने पनि थिए। त्यसको कारणले अब उहाँले सुन व्यापार गर्दाखेरि धेरै त्यो कर्षपन्नहरू कमाउने त्यस्तो भएको कारणले उहाँहरूले धेरै नोक्सान हुँदो रहेछ नि त। त्यसैले उहाँहरूले अनि त्यो छोराप्रति ईर्ष्या जगेर चाहिँ उहाँहरूले के भने भन्दाखेरि त्यसपछि ईर्ष्यवंश कि सुन व्यापारीहरूले मैत्री पुत्रीलाई तिम्रो पिता त महासागरको ठुलो व्यापारी थियो, कसले तिमीलाई यस्तो सानोतिनो जीविका पार्जनको लागि उक्साइदिएछ भनेर चाहिँ उहाँहरूले के भन्यो, तिम्रो बुवा चाहिँ सुन व्यापारी होइन समुद्रमा गएर मनी लिएर चाहिँ यसरी व्यापार गर्छ, तिमी चाहिँ यस्तो अनि निम्न अनि कामहरू गरेर कसले त्यस्तो भनेको भनेर यसरी उहाँहरूले भन्यो। त्यो भनेपछि अनि ऊ झकिएर चाहिँ आमालाई भन्ने भनेर अब उसले के सोच्यो, ला अब मेरो आमाले चाहिँ मैले झुटो बोलेको रहेछ, म आमाले सोध्छु भनेर त्यस्तो सोच आएर अनि आमालाई उसले भनेको थियो, मेरो पिताश्री त समुद्रको ठुलो व्यापारी थिए रे, अब म पनि त्यतै लाग्छु भनेर चाहिँ आमाले भन्यो। उहाँले भनेपछि आमाले के भने, त्यो सत्य हो तर तिमी परिपक्व छैनौ र अनि तिमी मेरो एक्लो सन्तान भएकोले मलाई छोडेर समुद्रमा नजाऊ भनेर चाहिँ आमाले उहाँलाई बिन्ती गरेको। तपाईँ मेरो एक्लै सन्तान हो, त्यसैले मलाई छोडेर तिमी कतै त्यस्तोतिर नजानु भनेर भन्दाखेरि फेरि पुत्रले के भन्यो, उसले आमाको कुरा सुनेन, महासागर जान चाहनेहरू तयार हुन सूचना दिए भनेर चाहिँ ऊ आफै पनि महासागरमा जाने, अरू पनि महासागरमा जाने मान्छे त्यस्तो छ भनेदेखि अनि मसँगै जाऊँ भनेर चाहिँ उहाँले यसरी सूचनाहरू दिए। त्यो सूचना दिँदाखेरि 500 अनि व्यापारीसँग उहाँ अब समुद्रमा हिँड्न तयारी भएको थियो। त्यो हुँदाखेरि अनि आमा फेरि मन दुखेर रुँदै रुँदै उसको 2 खुट्टा समाएर चाहिँ अझै बिन्ती गरेर
अनि छोरा तपाईँ मलाई एक्लो छोडेर नजानु भनेर चाहिँ जति बिन्ती गरे तापनि अनि त्यो छोरा चाहिँ झनै रिसाएर आमाको शिरमा, अनि आमाले यसरी खुट्टा समातिरहेको छ नि त, त्यसैले खुट्टाले आमाको शिरमा लात्ताले हानेर चाहिँ उहाँ चाहिँ समुद्रतर्फ गएको भनेर हानेर गए भनेर यहाँ। अनि जुन अहिले छोराले आफ्नो आमाको शिर टाउकोमा लात्ताले हानेर गएको, त्यसैले आमाको सोचमा चाहिँ अब यस्तो उहाँले काम, नराम्रो काम अथवा अकुशलको काम गरेको कारणले त्यसको अनि दुःख उहाँले पक्कै नै भोग्नु पर्ने रहेछ भनेर फेरि उहाँ आफ्नै छोराप्रति माया दया जगेर अनि आमाले के सोच्यो भन्दाखेरि, प्रार्थना के गर्यो भन्दाखेरि, छोराले मेरो टाउकोमा हानेको कुनै किसिमको फल भोग्न नपरोस् भन्ने प्रार्थना समेत गरिन् भनेर चाहिँ उहाँले प्रार्थना पनि गरेको थियो। तर पनि प्रार्थना गरे तापनि छोराले त्यस्तो नराम्रो काम गरिसकेको कारणले त्यसको दुःख चाहिँ उहाँले अवश्य भोग्नु पर्ने हुन्छ। त्यसैले यहाँ समुद्र तटमा पुगेर 500 सुन चाँदीको सिक्का दिएर ठुलो पानी जहाज खरिदेपछि समुद्रको यात्रा सुरु गरे भनेर चाहिँ उहाँ अब 500 अनि व्यापारीहरूसँग अब समुद्रको यात्रा सुरु गरेको। यात्राको क्रममा गोही माछाको कारण उक्त पानी जहाज दुर्घटनाको शिकार हुन पुग्यो। मैत्री कन्या जहाजको एक टुक्रो काठ समाएर ज्यान बचाउँदै तटमा पुग्न सफल भए भनेर त्यहाँ दुर्घटना भयो। दुर्घटना हुँदाखेरि अनि छोरो चाहिँ एउटा काठको एउटा टुक्रामा समातेर चाहिँ एउटा अनि किनारतिर पुग्यो। अनि उसले अनन्त नाम गरेको नगर देखेर त्यहाँ जाँदा मनमोहक अति सुन्दरी 4 जना देव पुत्रीहरूले स्वागत गर्दै भनिन्, हाम्रो खानापिना वस्त्र रत्न जडित महलको प्रयोग गरी हामीसँगै बसौँ, तिमी हामीसँग 100औं हजारौं वर्षसम्म सुखी रहनेछौ भनेर चाहिँ त्यसरी यो चाहिँ के हो त भन्दाखेरि अघि जुन उहाँले 4वटा कर्षपना जुन आमाले दिएको थियो त्यसको फल अनि उहाँलाई यो पहिलो यो फल चाहिँ यसरी पाएको हो। फेरि त्यो 8वटा देवीले चाहिँ उहाँले के सुझाव दियो भन्दाखेरि उनीहरूले पनि दक्षिणतर्फ नजान सुझाव दिए, परन्तु त्यसै दिशातर्फ जाने इच्छा लागेर भनेर फेरि त्यो जाउको छोरालाई जहाँ नजाऊ भनेर सुझाव दिए, त्यहीतर्फ जाने फेरि इच्छा आयो। त्यो इच्छा लागेर जाँदा अनन्त युक्त नामक नगरद्वारमा पुग्यो भनेर त्यस्तो नगरको एउटा द्वारमा पुग्यो। अझ सुन्दरी 16 जना देवपुत्रीहरूले भनेर अघि 8को भन्दा पनि अझै सुन्दरी 16वटा देवपुत्रीहरूले आनन्दै हुनुहुन्छ भनेर चाहिँ उहाँले सोध्यो। अनि आउनुहोस् भनेर स्वागतम गर्यो। हाम्रो खानापिना वस्त्र रत्न जडित महलको प्रयोग गरी हामीसँगै बसौँ भनेर यसरी उहाँले भन्नुभयो। अनि त्यो छोराले पनि 100औं हजारौं वर्षसम्म सुखी रहन सक्ने बताए भनेर यो चाहिँ जुन अघि उहाँले सुनको व्यापार गरेर 16वटा कर्षपना जुन आमाले दिएको थियो त्यसको अनि पुण्यद्वारा यसरी फल पाएको हो। पुनः उनीहरूले दक्षिण दिशातर्फ नजान सुझाव दिए, तर त्यसै दिशातर्फ जाने इच्छा लागेर जाँदा ब्रह्म्य गुरु नाम गरेको नगर देखे। उक्त नगरद्वारमा पुग्दा पहिले भन्दा सुन्दरी 32 देवपुत्रीहरू उत्पन्न भएर आनन्दै हुनुहुन्छ, आउनुहोस् भनी स्वागत गरे। हाम्रो खानापिना व्यञ्जन वस्त्र रत्न जडित महलको प्रयोग गरी हामीसँगै बसौँ, 100औं हजारौं वर्षसम्म सुखी रहन सक्ने बताए। यहाँसम्म चाहिँ जुन अघि उहाँले 4 प्रकारको कुशलको कर्म गरेको छ त्यसको फलहरू सबै पाएको थियो। अब त्यसपछि उहाँले फेरि जुन आमालाई लाताले हान्ने त्यसो गरेर कुकर्म जुन गरेको छ अब त्यसको फल के भएको छ भन्दाखेरि अब यहाँबाट सुरु हुन्छ। उनीहरूले पनि भनेर जुन 32वटा देवीहरू छ उहाँहरूले पनि उहाँलाई सुझाव दिएको हो, दक्षिणतर्फ नजानु सुझाव दिए, तर नमानेर दुर्भाग्यवश त्यसै दिशातर्फ जान चाहेर जाँदा भनेर अब यो सबै कर्मद्वारा चाहिँ अनि के अरे कर्मको पछाडि भनौँ हो त्यसरी भएको कारणले उहाँ त्यसमा जान मान लागेको। जान चाहेर जाँदा त्यहाँ एक फलमको घर देखेर
भित्र पस्न साथ ढोका बन्द भयो भनेर फलमको गर देखेर त्यो भित्र पस्ने बित्तिकै ढोका बन्द, आफै ढोका बन्द भयो। त्यसरी नै 3वटा ढोका पार गरी सक्दसम्म सबै ढोका बन्द भइसकेको थियो भनेर 3वटा ढोका यसरी भित्र जाँदै जाँदै गर्दाखेरि ढोकाहरू आफै स्वाभाविक रूपले भनौँ आफै अनि बन्द हुँदै गएको थियो। त्यसपछि एक विशाल शरीरधारी व्यक्तिको टाउकोमा भनेर चाहिँ ठुलो एउटा शरीर भएको एउटा त्यसको टाउकोमा चाहिँ आगो जलिरहेको फलमले चक्र घुमिरहेको थियो भनेर उहाँको शिरमा चाहिँ एउटा चक्र घुमिरहेको, फलमको चक्र है, फलमे चक्र, त्यो पनि आगो बलिरहेको त्यस्तो एउटा चक्र घुमिरहेको थियो। टाउको गाउँबाट निस्किएको पिप भनेर त्यो फलम घुमिरहेको कारणले त्यहाँबाट अनि पिपहरू रगतहरू त्यस्तो निस्किएको, त्यो निस्किएको रगत र पिपहरू सबै ऊ आफै बाँच्नको लागि त्यो खाइरहेको छ। त्यो पिपहरू खाएर बाँच्न बाध्य भएको देखेर भनेर अनि जुन त्यो छोराले देखेपछि तिमी कसरी यस्तो भयो भनेर उहाँले प्रश्न गर्नुभयो। त्यो सोधेपछि अनि त्यो ठुलो मान्छेले के भन्यो, मैले आमालाई शिरमा खुट्टाले हानेको प्रतिफल हो भनेर मैले आमाले हानि गरेको थियो, त्यसको अनि फल दुःख मैले भोग्नु पर्यो भनेर भने। त्यो भन्ने बित्तिकै है भनी उत्तर दिए। त्यो उत्तर सुन्ने बित्तिकै अनि उहाँले मैत्र अनि कन्या भनेर जुन छोरा छ उहाँले पनि के लाग्यो भन्दाखेरि मनमा मैले आमाले टाउकोमा खुट्टाले हिर्काएको कर्मले यहाँ डोराएर ल्याएछ भन्ने लाग्यो उहाँले। मैले आमाले यसरी खुट्टाले हानेको, त्यो हानेको कुकर्मले गर्दाखेरि म यसरी यहाँ पुगेको रहेछ भनेर तुरुन्तै उहाँलाई त्यो विचार आयो, सोच। त्यो सोच आउने बित्तिकै लाग्न साथ आकाशबाट जुन बाँधिएको छ त्यो छुट्याउँ, जुन नबाँधिएको छ त्यो बाँधियोस् भन्ने आवाज एउटा आउने बित्तिकै आउन साथ मैत्री पुत्रीको टाउकोमा उक्त चक्र आएर बाँधियो भनेर अघि जुन अर्को मान्छेको शिरमा चक्र जलिरहेको फलामे चक्र जुन छ त्यही जस्तो फेरि उहाँको शिरमा पनि यस्तो एउटा चक्र घुमेर त्यहाँबाट रगत र पिप अनि त्योहरू सबै निस्किएर यस्तो दुःख भोग्नु पर्यो भने यो यहाँदेखि चाहिँ के हुन्छ, के आउँछ भन्दाखेरि त्यो अघिको जुन अर्को ठुलो मान्छे जुन छ, ठुलो शरीर भएको मान्छे र अहिले अनि जुन छोरा छ उहाँ दुईको बिचमा प्रश्न उत्तर गरेर यसरी छलफल के भएछ भनेर त्यो आउँछ। त्यसपछि चक्रबाट मुक्त भएका व्यक्ति मैत्री पुत्रीको पीडा देखेर भने सदा आनन्द र घमण्ड गरी सुख गर्न त्यागेर ब्रह्म गुरु गृहबाट तिमी किन यहाँ आयो भनेर चाहिँ त्यो ठुलो मान्छेले छोराले सोधेको थियो भन्ने प्रश्न गरे। अनि त्यसको उत्तरमा चाहिँ मैत्री पुत्रीले भन्यो सदा आनन्द र घमण्ड गरी सुख गर्न त्यागेर ब्रह्म गुरु गृहबाट यहाँ आउने इच्छा लाग्यो। लामो समयको सञ्चित कर्म र संलग्न भए, कर्मको कारण लामो समय फल भोग्न लागे। जहाँ जता कर्म सञ्चय गरियो कर्मको फल पनि त्यही फलित भयो। जुन कर्मको प्रतिफल फलित भई ज्वाला प्रज्वलन चक्र मेरो प्राणलाई हानि हुने गरी आफ्नो टाउकोमा खनिएर चक्र घुम्यो। उक्त व्यक्तिले भने तिमीले कुविचारका साथ दुःख गर्ने आमाको टाउकोमा तिमीले लात हानेको कारणले त्यो कर्मको फल हो। मैत्री पुत्रीले सोधे ज्वलन प्रज्वलन चक्र मेरो ज्यानलाई हानि हुने कति हजार वर्षसम्म मेरो शिरमा घुम्नेछ? उक्त व्यक्तिले भने 60,000 वर्ष र 100 वर्षसम्म ज्वलन फलमको चक्र तिम्रो शिरमा रहनेछ। मैत्री पुत्रीले अरू पनि कोही यस्तो सजाय भोग्न यहाँ आउने छन्? उक्त व्यक्तिले भने यस्तो कर्म गर्नेहरू अवश्य आउनेछ भनेर अब छलफल गरेर अन्तिममा कहाँ पुग्यो भन्दाखेरि मैत्री अनि पुत्रीले के सोध्यो, अरू पनि यहाँ यस्तो अनि प्राणीहरू व्यक्तिहरू यस्तो आउँछ कि भनेर त्यो अघिको ठुलो मान्छेले सोद्धाखेरि त्यो शरीर ठुलो भएको मान्छेले के भन्यो, जो व्यक्तिले आफ्नो आमालाई यसरी दुःख दिने कामहरू गर्छ त्यो अनि व्यक्तिहरू सबै यसमा दुःख भोग्नको लागि आउँछ भनेर यसरी उहाँले उत्तर दियो। अब यहाँ चाहिँ अघिको समय भनौँ त्यसमा सामान्य कर्म जे कर्म गर्यो भने पनि
त्यसको फलहरू बोक्नुपर्छ भनेर एउटा र विशेष गरेर आफ्नो बुवा आमालाई यसरी हानि पुर्याउने दुःख दिने त्यस्तो कुकर्महरू गर्यो भनेदेखि त्यसको दुःखहरू यसरी बोक्नुपर्छ भने त्यसको विषयमा हो। अब अहिले हाम्रो यो कहानी चाहिँ विशेष कहाँ जोडिएको छ भन्दाखेरि सो र पार अनि सातो पाटोद्वारा अनि महाकरुणाको चित्त उत्पाद हुने अथवा अनि बोधिचित्त भनौँ त्यो चाहिँ उत्पन्न हुने भने त्यसको कहानी यहाँसँग जोडेको छ नि। त्यसैले यहाँ त्यसपछि मैत्री पुत्री दुःख शास्ति बेहोर्नु पर्दा भनेर उहाँ आफै यस्तो अनि दुःखहरू भोगिरहेको जुन भोग्ने बेलामा चाहिँ उहाँले के सोच्यो भन्दाखेरि आफू दुःख भोगेको त्यो सम्झेर अरू कसैले पनि त्यस्तो दुःखहरू भोग्न नपरोस् भनेर यो मन एउटा उहाँको सोच उत्पन्न भएको थियो। त्यसैले यहाँ बेहोर्नु पर्दा भविष्यमा यस प्रकारका दुःख भोग्ने अन्य प्राणीप्रति करुणा जाग्यो भनेर भविष्यमा यस्तो आफ्नो बुवाआमाले दुःख दिएर यहाँ आएर चाहिँ यसरी अनि दुःख भोग्नु पर्नेहरूलाई उहाँहरूप्रति मनमा एकदमै माया दया करुणा महाकरुणा त्यसो जाग्यो। अनि मनमा नै उहाँले के सोच्यो भन्दाखेरि मनमा नै उहाँले के भन्यो भने मनमा नै भने म सबै प्राणीहरूको निमित्त यो चक्रको दुःख भोग्छु र अरू प्राणीले भोग्नुपर्ने यस्ता पीडा म माथि फलित होस्, कसैले पनि यस्तो दुःख भोग्नु नपरोस् भनेर चाहिँ उहाँले जो भविष्यमा जो व्यक्तिले आफ्नो बुवा आमालाई दुःख दिने हो त्यस्तो काम गरेर जुन पाप कर्म गरेको छ त्यो पाप कर्महरूको दुःख फल दुःख चाहिँ म आफैले भोग्छु, उनीहरूले त्यसको दुःखहरू फलहरू भोग्न नपरोस् भनेर उहाँले यस्तो सोच उत्पन्न गरेको। त्यो सोच उत्पन्न हुने बित्तिकै नपरोस् भन्ने विशुद्ध विचार उत्पन्न हुन साथ भनेर त्यस्तो सोच उहाँको मनमा त्यस्तो ख्याल आउने बित्तिकै शिरको चक्र 7 हात माथि आकाशमा उछिटिने बित्तिकै भनेर जुन अघि यहाँ शिरमा घुमिरहेको छ त्यो चाहिँ 7 हात जति माथि अनि आकाशमा गएको। त्यसको कारणले यो महाकरुणा भन्ने त्यस्तो सोचहरू हाम्रो मनमा एकचोटि आउन सक्यो भनेदेखि त्यसको शक्ति भनौँ त्यसको बल कस्तो छ भनेर यहाँबाट हामीले बुझ्न सक्छौँ। त्यसैले यहाँ उछिटिने बित्तिकै ऊ मरेर तुसित लोकमा जन्मिए भनेर तुसित देवलोकमा चाहिँ उहाँ जन्मेको हो। अनि यहाँ चाहिँ अहिले जुन मैत्री पुत्री भन्ने त्यो चाहिँ को हो भनेर भन्दाखेरि त्यस बेलाको मैत्री पुत्र होइन यो पुत्री लेख्नुपर्छ, मैत्री पुत्री अनि मै हुँ भनेर भगवान बुद्ध स्वयंले हो त्यो चाहिँ म हो भनेर यसरी भन्नुभएको। आमाले कर्ष पर्न दिएर सेवा गर्दा 4वटा नगरको सुख भोग गर्न पाए। आमालाई गरेको सानो कुकर्मले त्यस्तो दुःख भोग्नु परेको थियो, त्यसैले आमा बुबाको सेवा गर्नुपर्छ, कहिल्यै हानि पुर्याउनु हुँदैन भनेर उहाँले यसरी भन्नुभयो भगवान बुद्धले। अब यहाँ तपाईँहरूले बुझ्नुपर्ने भविष्यमा यो फाइदा हुन्छ। त्यस बेलाको मैत्री पुत्र मै हुँ भनेर जुन म हो भने जुन छ नि हो त्यो चाहिँ सामान्य हामीले शून्यताको विषयमा यसरी आउँदाखेरि भगवान बुद्ध लगायत सर्व बुद्धहरू चाहिँ आत्मग्रह रहित जुन शून्यता भनौँ त्यो शून्यतामा चाहिँ ध्यान अथवा समाधिमा चाहिँ यसरी उहाँहरू बस्नुहुन्छ। त्यसको कारणले त्यो नजरमा हेर्दै त्यो नजरद्वारा हेऱ्यो भनेदेखि अनि म भने चाहिँ के अरे म भने त्यो चाहिँ शब्द प्रयोग गर्ने त्यस्तो गर्दैन। तर पनि अहिले यहाँ त्यस बेलाको मैत्री पुत्र चाहिँ म हो भने म चाहिँ कस्तोले बुझ्नुपर्छ भन्दाखेरि भटरक अथवा जेरुम्बुचे र पेन्सन उहाँहरूको पेन्सन सोनाट अथवा उहाँहरूको ग्रन्थहरूमा चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हो यो म भने चाहिँ अरू कसैले भर नपरेको स्वतन्त्र रूपले जुन सिद्ध भएको म भने जुन छ नि त्यसले बुझ्ने होइन। यो चाहिँ मात्र के हो त मात्र नाम भएको अनि म भने त्यसले बुझ्नुपर्छ भनेर यसरी छुटाउनुपर्छ। दोस्रो स्वपर साट्नुको लाभ र नसाट्नुको दोष चिन्तन गरी भावनाप्रति हौसला दिने विधि भनेर। अब यो चाहिँ के हो त भन्दाखेरि स्वपार साटो पाटोद्वारा बुद्धिचित्त उत्पन्न गर्ने अभ्यास गर्नमा चाहिँ मन अनि खुसी हुनको लागि है
त्यो बनेको। त्यसको कारण यो म सरर यसरी पढेर जान्छु। आर्य नागार्जुनको बोधिचित्त विवरणमा लोकमा सुगति र दुर्गतिको जुन इष्ट र अनिष्ट फल छ तिनीहरू सत्व प्राणीहरूले उपकार एवं हानि गर्नले उत्पन्न हुने गर्दछ भनेर त्यो चाहिँ मुख्य यहाँ भन्न खोजेको के हो त, कुशल र अकुशलको अनि त्यो र अनि त्यसको फलको विषयमा प्राणीलाई अनि हेरेर अनि आश्रयमा राखेर अनि कुशलको कर्म फल अकुशलको कर्म फल भनेर यसरी बुझ्नु। अहिले यहाँ सोपार साटोपाटोद्वारा बुद्धिचित्त अभ्यास गर्ने त्यो चाहिँ प्राणीलाई आधारमा राखेर त्यो गर्नुपर्ने भएको कारणले अहिले यहाँ कुशल कर्म अकुशल कर्म त्यसको फल भने चाहिँ प्राणीलाई आधारमा राखेर अथवा प्राणीसँग सम्बन्ध भएर चाहिँ अनि कुशल अकुशलको फल भनेर यसरी बुझ्नुपर्छ। अब यहाँ चाहिँ एकदमै महत्त्वपूर्ण कुरा प्राणीहरूप्रति स्नेह रहित भनेर, यहाँ स्नेह भनेको चाहिँ महाकरुणाले बुझ्नुपर्छ। रहित भन्दाखेरि महाकरुणा नभएको, प्राणीहरूलाई महाकरुणा जुन नभएको जुन छ हो त्यो चाहिँ के हो त भन्दाखेरि विष जस्तो हो भनेको, विष पोइजन जस्तो हो। त्यसको कारणले त्यसलाई त्याग्नुपर्छ भन्दाखेरि प्राणीहरूलाई महाकरुणा गर्नुपर्छ भने यो। त्यसैले प्राणीहरूप्रति स्नेह रहित हुनु भनेको चाहिँ विष जस्तै हो। त्यसैले त्यो प्रयत्न गरी त्याग्नुपर्छ। किनभने कारण के हो त भन्दाखेरि श्रवकहरू स्नेह रहित भएको कारण भनेर श्रवकहरूले चाहिँ सर्व प्राणीहरूको लागि महाकरुणा नभएको कारणले उहाँहरूले महाबोधि प्राप्त गर्न सकेको छैन। उहाँहरूले निम्न बोधि अथवा मोक्ष या मुक्ति मात्र प्राप्त गरेको होइन र भनेर यसरी भनेको। प्राणीहरूको परित्याग नगरेको कारण सम्यक बुद्धता लाभ हुन्छ। प्राणीहरू नत्यागेर सर्व प्राणीहरूलाई अनि महाकरुणा जाग्यो भनेदेखि त्यसको फाइदा के हुन्छ त, सम्यक बुद्धता लाभ हुन्छ भनेर महाबोधि प्राप्त गर्न सक्छ भने यो। त्यसरी हित र अहितबाट भनेर प्राणीहरूलाई महाकरुणाद्वारा फाइदा पुर्यायो भनेदेखि बुद्धता प्राप्त हुन सक्छ, महाबोधि प्राप्त हुन सक्छ। अहितबाट भन्दाखेरि प्राणीहरूलाई महाकरुणा नभएर महामाया र महादया नभएर प्राणीहरूलाई अनि दुःख दिने कामहरू गर्यो भनेदेखि फलमा पनि महाबुद्धि प्राप्त हुन सक्दैन भने। त्यसको कारणले यहाँ त्यसरी हित र अहितबाट हुने फलको विचार गर्दा उहाँहरू एक पल पनि स्वार्थमा अनुर्त भएर कसरी बस्न सक्छ भनेर चाहिँ प्राणीहरूले महामाया र महादया गरेर यसरी गर्यो भनेदेखि अनि प्राणीहरूलाई छोडेर आफू सुख भयो हुन्छ, अरू जेसुकै भयो के फरक छैन भनेर त्यस्तो कहाँ गर्न सक्दैन भनेको यो। 205 को अघि मुनिदेखि दोस्रो लाइनमा होइन लास्ट लाइनमा पुगेको छ। उक्त वचनको आधारमा भनेर उक्त वचनको आधारमा भन्दाखेरि जुन माथि नागार्जुनले बोधिचित्त विवरण भने जुन त्यसमा लेख्नु भएको छ त्यो आधारमा राखेर अनि शान्तिदेवले पनि बोधिचार्य अवतारको 8औं परिच्छेदभित्र चाहिँ ध्यान पारमिता भने त्यो भित्र जसरी आफू र अरू सबैले शीघ्र बजाउन चाहन्छ भने परामात्मा परिवर्तन गर्नको निमित्त परम रहस्यको आचरण गर्नुपर्दछ भनेर यहाँ चाहिँ परम रहस्य भन्दाखेरि एकदमै गोप्य रूपले गर्नुपर्ने आचरण भने त्यो। अब यहाँ गोप्य रूपले गर्नुपर्ने आचरण भन्दाखेरि फेरि यो तन्त्र हो कि भन्ने सोच पनि आउन सक्छ, तर त्यो चाहिँ तन्त्र होइन। यहाँ किन गोप्य अथवा परम रहस्य भनेर भनेको त भन्दाखेरि यो जुन त्यसको अगाडि स्व र पार सबैको अर्थ सिद्ध गर्ने एउटा चाहेको छ भनेदेखि अनि स्व र पार साटोपाटोद्वारा बुद्धिचित्तको अभ्यास गर्नुपर्छ भने यो। त्यसको कारणले यो स्व र पार साटोपाटोद्वारा गर्ने जुन बुद्धिचित्तको अभ्यास जुन छ त्यो साधारण व्यक्तिले अनि मनमा त्यो कल्पना गर्न सक्दैन। त्यसको कारण त्यो चाहिँ मनोबल धेरै भएको विशाल मन भएको त्यस्तो व्यक्तिले गर्न सक्ने त्यस्तो हो। त्यसैले त्यो साधारण व्यक्तिले गर्न नसक्ने भएको कारणले यो अलिक गोप्य रूपले अनि गर्नुपर्छ भनेर यसरी भन्नुभएको हो।
디코르 게바발로 त्यसको विषयमा विस्तार रूपले चाहिँ अहिले तल आउँछ भनेर यो संसारमा जति पनि मानिस सुखी छन् ती सबै अरूको सुख इच्छा कारणले भएका हुन् यो संसारमा जति पनि मानिस दुखी छन् ती सबै आफू मात्र सुख इच्छाको कारणले भएका हुन् भनेर चाहिँ अब यसको व्याख्या पनि अहिले तल आउँछ धेरै यहाँ के भनिरहनु बाल जनले आफ्नो हितको निमित्त कार्य गर्दछ मुनिले परहितको निमित्त कार्य गर्नुहुन्छ यी दुई बीचको अन्तरलाई हेर्नुहोस् अब त्यसपछि चाहिँ श्री दललामा गुरुज्यूले सदैव भन्नुहुन्छ त्यो चाहिँ अरूको दुःखसँग आफ्नो सुखलाई सम्यक रूपले नसाटेमा भनेर चाहिँ अरूको सुख सबै अरूलाई दिने अभ्यास अरूको दुःख सबै आफूले लिने अभ्यास त्यसले भनिन्छ सो र पार साटो पाटो अनि द्वारा गरिने बुद्धिचित्तको अभ्यास भन्छ हो त्यो अभ्यास चाहिँ अनिवार्य रूपले अथवा निश्चित रूपले चाहिँ हामीले गर्नुपर्नेछ किन भन्दाखेरि त्यो नगर्यो भनेदेखि हामीले चाहेको जुन बुद्ध भूमि भने महाबोधि भने त्यो चाहिँ हामीले प्राप्त हुन सक्दैन त्यसैले सम्यक रूपले नसाटेमा त्यसको अभ्यास नगरेमा बुद्धत्वको सिद्ध समेत मिल्दैन भनेर चाहिँ तत्कालको सुख पनि मिल्दैन र भविष्य दीर्घकालीनको जुन बुद्धत्व प्राप्त हुने जुन छ त्यो पनि मिल्दैन भनेको त्यो नमिल्यो भनेदेखि संसारमा त सुख नै कहाँ हुन्छ भनेर चाहिँ अब तत्कालको अनि सुख र दीर्घकालीनसम्मको यदि सुख चाहेको छ भनेदेखि यो साटोपाटोद्वारा चाहिँ बुद्धिचित्तको अभ्यास जुन छ त्यो अनिवार्य रूपले चाहिँ गर्नुपर्छ भनेर यसरी भन्नुभएको अब यहाँ चाहिँ फेरि सोपार साटोपाटोद्वारा बुद्धिचित्तको अभ्यास भने चाहिँ महत्त्वपूर्ण त्यो पनि अर्को पुनर्जन्म भनौँ पुनर्जन्ममा पनि महत्त्वपूर्ण छ र यस जन्ममा पनि त्यसको महत्त्वपूर्ण छ भन्न खोजेको चाहिँ यहाँ परलोकको त कुरै छाडौँ काम नगर्ने अल्छी सेवकको र नोकरी नदिने दुष्ट मालिकलाई यो जुनीको अर्थ पनि सिद्ध हुँदैन परस्पर सुख दिनले प्रत्यक्ष अर्थात् यस जुनीमा र अप्रत्यक्ष अर्थात् परलोकमा जुन अनन्त सुख हुन्छ त्यसलाई छोडेर अरूलाई दुःख दिएको फलस्वरूप मोहको कारणले गर्दा असह्य दुःख भोग्ने छ भनेर यहाँ चिन्ह लगाउनु अब यहाँ चाहिँ जुन अघि माथि परम रहस्य भनेर जुन भनेको छ गोप्य रूपले गर्नुपर्ने जुन भनेछ त्यसको विषयमा जेरुमुछीले यसरी भन्नुहुन्छ अधिकांश मानिसहरूले अन्तर्हृदयदेखि अनुमोदन मात्रै गर्न पनि मुस्किल रहेको अवस्थामा सबै लौकिक जगतभन्दा पृथक अलग्गै आदर्श संरचना जस्तै आफूभन्दा अरूलाई ज्यादा महत्त्व दिने बोधिचित्त र त्यसले प्रक्षेपण गरेको जिन पुत्रका बृहत्चार्यहरूको अभ्यास गर्नाले उत्पन्न उत्कृष्ट पद प्राप्त हुँदा सासभित्र बाहिर गर्दा पनि प्राणीको लागि हितकारी ठुलो उपाय हुने भनिए झैँ भनेर यहाँ चिन्ह लगाउनु अब त्यसको आउँछ दाग विषय चाहिँ भने आफूभन्दा अरूलाई महत्त्व दिने आफूभन्दा अरूलाई अनि करुणा महाकरुणा गर्ने जुन छ त्यो दुई जुन आफूभन्दा अरूलाई महत्त्वपूर्ण दिने र आफूभन्दा अरूलाई महत्त्व दिएको अनि बोधिचित्त र त्यसद्वारा गर्ने जुन आचरण जुन छ त्यो दुई है त्यो दुई चाहिँ अधिकांश मानिसहरूले अन्तर्हृदयदेखि अनुमोदन मात्रै गर्न पनि मुस्किल रहेको अवस्था भनेर चाहिँ त्यस्तो दुईलाई सामान्य जुन हाम्रो यो संसारमा भएको सामान्य मानिसहरूले व्यक्तिहरूले मन हृदयदेखि त्यो दुईप्रति अनुमोदन गर्न त के अरे त्यसको अभ्यास र आचरण गर्न अध्ययन र अभ्यास भावना मेडिटेसन गर्न त छोड त्यसले अनि अनुमोदन गर्न पनि सक्दैन भनेको त्यो चाहिँ है मुस्किल रहेको अवस्थामा सबै लौकिक जगतभन्दा पृथक भन्दाखेरि यो दुई चाहिँ के हो त सामान्य अनि यो लौकिकको कुरा भन्दा पनि अलग्गै एउटा अनि विषय भएको यो त्यस्तो पृथक आदर संरचना जस्तै
आफूभन्दा जस्तै भनेर यो हो आदर संरचना भनेर चाहिँ त्यो चाहिँ यो संसारमा सामान्य जुन हामीले गरिरहेको कुराहरू छ त्यो कुराहरू भन्दा पनि अलग्गै एउटा कुरा हो भनेर यो है यो लोकमा भनौँ यो संसारमा चाहिँ सुख भन्ने एउटा छ। त्यसै गरेर मन भएको अनि प्राणी भन्ने एउटा छ। अब त्यो प्राणीहरू चाहिँ समेट्यो भनेदेखि तीनमा समेट्छ। एक चाहिँ अदम पुरुष भनेर एउटा एकदमै निम्न, एक चाहिँ त्यसको अलि माथि मध्यम पुरुष भनेर एउटा, एक चाहिँ त्यसभन्दा माथि उत्तम पुरुष भनेर तीन हुन्छ। त्यसैले प्राणी जुनसुकै प्राणी भए पनि त्यो तीनभित्र अनि समेटिएको हुन्छ व्यक्ति है। अब त्यो तीनमा समेटिएको हुन्छ भने चाहिँ गौतम बुद्धले पनि भन्नुभएको छ र विशेष गरेर अनि दिपङ्कर श्री ज्ञान उहाँले चाहिँ अतिश उहाँले चाहिँ भन्नुभएको छ। अब यहाँ पहिला हामीले बुझ्नुपर्ने चाहिँ जुन अहिले निम्न पुरुष भनौँ, अदम पुरुष, मध्यम पुरुष, उत्तम पुरुष भने त्यो चाहिँ पुरुषहरूको व्यक्तिहरूको शरीर ठुलो छ, सानो छ, होचो छ, लामो छ भनेर त्यसले बुझ्ने होइन। त्यसै गरेर शिक्षाको रूपमा पनि हेर्ने होइन, यो शिक्षा डिग्री धेरै प्राप्त भएछ त्यसले डिग्री प्राप्त गरेको छैन भनेर त्यसमा पनि हेर्ने होइन। त्यसै गरेर धन सम्पत्ति ठुलो भएको, धन सम्पत्ति नभएको, गरिब भएको त्यसले पनि हेर्ने होइन। र त्यसै गरेर नाम र पद ठुलो र सानो भने त्यो कुरा होइन। अब यहाँ चाहिँ अदम मध्यम उत्तम भने चाहिँ कसरी बुझ्नुपर्छ भन्दाखेरि विचारद्वारा, सोचद्वारा चाहिँ सोच्ने तरिका भनौँ, विचार गर्ने तरिका जुन छ त्यो एकदमै सानो भएकोले चाहिँ अदम पुरुष अथवा निम्न पुरुष भनेर भनिन्छ। अब सोच्ने तरिका त्योभन्दा अलिकति ठुलो भएकोलाई, त्योभन्दा अलिक बढी भएकोलाई मध्यम पुरुष भन्छ। अनि विचार गर्ने तरिका जुन, सोच्ने तरिका एकदमै विशाल भएको, फरकिलो भएको जुन हुन्छ हो त्यस्तो व्यक्तिलाई चाहिँ उत्तम पुरुष भनेर, यो निम्न र मध्यम अनि उत्तम भने चाहिँ विचारद्वारा चाहिँ हेर्नुपर्छ। यो अहिले अदम पुरुष भनौँ, निम्न पुरुष भनौँ, त्यसमा चाहिँ दुई सामान्य एउटा अनि अदम पुरुष र विशेष अनि अदम पुरुष भनेर दुई। अब यहाँ चाहिँ सामान्य जुन अदम पुरुष भने चाहिँ कसोले बुझ्नुपर्छ भन्दाखेरि सोचमा चाहिँ यस जन्म मात्र सोच्ने, पुनर्जन्म भने त्यसको विषयमा नसोच्ने। म अहिले यहाँ अनि जन्म लिएको छ यो संसारमा, म जन्मेदेखि मरुन्जेलसम्म चाहिँ अनि मैले सुख कसरी पाउनुपर्ने रहेछ भनेर त्यसको लागि, सुख पाउनको लागि दुःख गर्ने, अनि दुःख कसरी हटाउनु पर्ने रहेछ भनेर त्यसको विषयमा अनि त्यसको बारेमा कोसिस गरेर चाहिँ मात्र यस जन्म मात्रको सुखको र दुःखलाई अनि के अरे सुख पाउने र दुःख हटाउनको काम मात्र गर्ने, त्यो बाहेक अनि पुनर्जन्म भने त्यसको विषयमा नसोच्ने, संसारको दुःख सबै त्यागेको मुक्ति अथवा मोक्ष भने निरोध भने त्यसको विषयमा पनि नसोच्ने, र त्यसै गरेर सर्व प्राणीको लागि बुद्धत्व प्राप्त गर्छु भन्ने त्यस्तो सोच पनि नभएको हो। त्यस्तोले चाहिँ सामान्य अदम पुरुष भनेको चाहिँ त्यसले बुझ्नुपर्छ। त्यसको कारणले अब त्यस्तो सोच भएको चाहिँ यो अहिले जम्बुद्वीपमा, यो संसारमा धेरै छ। अब यहाँ अदम पुरुष, विशेष अदम पुरुष भने त्यो चाहिँ कसोले बुझ्नुपर्छ भन्दाखेरि यो जन्मको लागि 20-30% जति सोच्ने, तर विशेष चाहिँ पुनर्जन्म, अर्को जन्म, मृत्यु भइसकेपछि जुन अर्को जन्म लिन्छ त्यो अर्को जन्मको सुख दुःखलाई अनि धेरै अनि चासो दिएर चाहिँ काम गर्ने त्यो। तर पनि त्योलाई के छैन भन्दाखेरि संसारको दुःख त्यागेर अनि मुक्ति भएर जुन मोक्षको आनन्द, शान्त, सुख जुन छ त्यसको विषयमा त्यति अनि त्यसको विषयमा नसोच्ने, र त्यसै गरेर प्राणीहरू सबैको लागि चाहिँ उहाँहरूको दुःख हटाउने, सुख दिलाउनको लागि म बुद्धत्व प्राप्त गर्नुपर्ने रहेछ, बुद्ध भूमिमा पुग्नुपर्ने रहेछ भनेर त्यस्तो सोच नभएको हो। त्यस्तोले चाहिँ विशेषता अनि अदम पुरुष भनेर अथवा निम्न पुरुष भनेर बुझ्नुपर्छ। यो भित्र चाहिँ अनि के पर्छ भन्दाखेरि जुन हिन्दू धर्म गर्ने, त्यसै गरेर क्रिस्चियन धर्म गर्ने गरेर अन्य धर्महरू छन् हो, त्यो धर्म गर्नेहरू प्राय यो भित्र पर्छ। मध्यम पुरुष भने त्यो चाहिँ कसोले बुझ्नुपर्छ भन्दाखेरि
यस जन्मको सुख दुःख भन्दा पनि अर्को जन्मको सुख दुःख भने महत्त्व दिने र अर्को जन्मको सुख दुःख भए तापनि त्यो पनि संसारभित्र नै छ, त्यो पनि दुःख नै दुःख हो। त्यसको कारणले अब संसारको दुःख नै त्यागेर अनि मोक्ष प्राप्त अथवा मुक्ति प्राप्त गर्नुपर्ने रहेछ भनेर चाहिँ 4 आर्य सत्य र 12 प्रतीत अनि समुत्पाद भनौँ 12 अङ्ग प्रतीत समुत्पाद भनेर त्यसको विचारद्वारा चाहिँ अनि संसारको दोष के छ, संसार त्यागेको मोक्षको गुण फाइदा के छ भनेर त्यस्तो विचार गरेर चाहिँ मैले संसारको दुःख सबै त्यागेर अनि मोक्ष प्राप्त गर्नुपर्ने रहेछ भनेर त्यस्तो सोच भएको व्यक्ति। तर उहाँले के छैन भन्दाखेरि सर्व प्राणीहरूको लागि अनि बुद्धता प्राप्त गर्नुपर्ने रहेछ भन्दाखेरि त्यस्तो सोच नभएको, त्यो त मैले सक्दैन तर पनि म आफै संसारको दुःख त्यागेर मोक्ष प्राप्त चाहिँ गर्छु भनेर त्यस्तो सोच भएको व्यक्तिलाई अनि मध्यम पुरुष भनेर बुझ्नुपर्छ। र त्यो मध्यम पुरुषभित्र चाहिँ जुन तैत्रिक धर्महरू जुन छ, धर्म मान्ने, त्यो सबै यो भित्र पर्दैन। अब त्यो चाहिँ के हो त, बौद्ध धर्मभित्र पर्छ र बौद्ध धर्ममा पनि थेरवाद र श्रवक ज्ञानको अनि भित्र चाहिँ पर्छ। त्यसमा चाहिँ महायान चाहिँ त्यो भित्र पर्दैन हो, यसरी बुझ्नुपर्ने। अब यहाँ चाहिँ उत्तम पुरुष भने त्यो चाहिँ त्यति धेरै छैन, थोरै मात्र हो। अब त्यो चाहिँ कस्तो हो त भन्दाखेरि यस जन्मभन्दा अरू जन्म महत्त्व मान्ने, अरू जन्मभन्दा पनि संसारको दुःख त्यागेर मोक्ष प्राप्त गर्नुपर्ने अथवा संसारको दुःख त्याग्नुपर्ने रहेछ भनेर त्यसको विषयमा पनि विचार भएको। र त्योभन्दा माथि अझै के छ त भन्दाखेरि अब संसारको दुःख त्याग्नुपर्ने रहेछ भन्दाखेरि म भन्दाखेरि एउटा मेरो दुःख सुख भन्दाखेरि एउटा व्यक्तिको सुख दुःख, अनि सर्व प्राणीहरूको सुख दुःख भन्दाखेरि अरूको दुःख सुख भन्दाखेरि सर्व प्राणीको सुख दुःख भन्ने त्यो आउँछ। त्यसको कारणले आफ्नो एक व्यक्तिको सुख दुःख भन्दा अन्य सबै प्राणीको सुख दुःख चाहिँ महत्त्वपूर्ण हो। त्यसैले महाकरुणा अनि उत्पन्नद्वारा चाहिँ मेरो सर्व प्राणीको सुख दुःखको लागि मेरो एक व्यक्तिको अनि सुख दुःख त्यागेर उहाँहरू सबैको लागि चाहिँ मैले बुद्धता प्राप्त गर्नुपर्ने रहेछ भनेर आफूलाई त्यागेर आफ्नो सुख दुःख सबैले त्यागेर सर्व प्राणीहरूको दुःख हटाउने र अनि सुख दिलाउनको लागि, परम सुख दिलाउनको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने त्यस्तो सोच भएको एउटा व्यक्तिले चाहिँ उत्तम अनि पुरुष भनेर बुझ्नुपर्छ। र हो त्यसले चाहिँ त्यो चाहिँ यो संसारमा भनौँ त्यति धेरै छैन, थोरै मात्रै हो। त्यसलाई उत्तम पुरुष भन्नुपर्ने कारण चाहिँ विचारद्वारा सोचद्वारा चाहिँ एकदमै विशाल भएको, फरकिलो भएको अनि गम्भीर भएको कारणले गर्दाखेरि अनि त्यस्तो व्यक्तिलाई उत्तम पुरुष भनेर हामीले बुझ्नुपर्छ। संक्षेपमा अथवा सङ्ग्रहितद्वारा अब भन्ने हो भने जुन आफूभन्दा अरूलाई महत्त्व दिएको जुन बोधिचित्त जुन छ, बोधिचित्त र त्यो बोधिचित्तद्वारा चाहिँ दोहोऱ्याएको आचरण जुन छ, त्यो दुई अघि भनेको त्यो दुई जुन छ, जुन निम्न पुरुष अदम पुरुष र मध्यम पुरुषहरूले त्यस्तो सोच के भन्छ अरे त्यस्तो मनमा ख्याल नै आउँदैन त्यसको विषयमा है। त्यो मनमा त्यस्तो सोच आउन पनि आउँदैन र त्यो गर्न पनि सक्दैन उहाँहरूले। त्यसको कारणले गर्दाखेरि अनि त्यसलाई यहाँ अधिकांश मानिसहरूले अन्तर्हृदयदेखि अनुमोदन मात्रै गर्न पनि मुस्किल रहेको अवस्था भनेर यसरी बुझेको हो। अब त्यस्तो सोचहरू चाहिँ हामीले सामान्य व्यक्तिहरूलाई त्यो दुईको त्यो सोच र त्यो चित्तद्वारा आएको आचरण गर्नुपर्छ भनेर हामीले कसैले भन्यो भनेदेखि सामान्य व्यक्तिहरूले सुन्दाखेरि त्यसले आश्चर्य जस्तो लागेर चाहिँ कहाँ सक्छ र त्यस्तो त हुँदै हुँदैन भनेर मन नै नलाग्ने त्यस्तो हुन्छ। त्यसको कारणले गर्दाखेरि यहाँ सबै लौकिक जगतभन्दा पृथक आदर अनि संरचना भनेर यसरी भनेको। सामान्य अनि लौकिकको कुरा भन्दा पनि अलग्गै कुरा सामान्य व्यक्तिहरूले यसरी गर्नुपर्छ है।
यो यस्तो हो भनेपछि मन नै नलाग्ने हो, यो मन नपर्ने त्यस्तो हुन्छ हो। त्यसको कारणले यो एउटा भयो। त्यसैले अब यहाँ हामीले विचार गर्नुपर्ने के छ त भन्दाखेरि अहिले हामी यहाँ भएकोहरू चाहिँ त्यसै गरी यहाँ भएको हामी चाहिँ महायान बौद्ध धर्म त्यस्तो बोधिचित्तको विषयमा धर्म सुन्न पाउने, त्यसमा एकदमै मन खुसी हुने, त्यसको विषयमा चाहिँ मन हृदयदेखि अनुमोदन गर्ने र जति सक्दो दिनदिनै दैनिक रूपमा आफूले जति सक्छ त्यसको विषयमा चाहिँ ध्यान साधना थोरै थोरै पनि गर्ने हो। त्यो गर्ने चाहिँ गरेको कारणले गर्दाखेरि श्री दलाई लामा गुरुज्यूले के भन्नुहुन्छ भन्दाखेरि तिब्बत र हिमाली क्षेत्रको जुन प्राणीहरू हामी व्यक्तिहरू छन्, महायान अनि धर्मको अभ्यास गर्नेहरू छन्, उहाँहरू चाहिँ सामान्य व्यक्तिहरू भन्दाखेरि पनि अझै अलग्गै अनि त्यस्तो एउटा छ भनेर उहाँले यसरी भन्नुभएछ। खासमा हामी हिमाली क्षेत्र भनौँ, त्यसमा चाहिँ हामीलाई धन सम्पत्तिद्वारा चाहिँ हामीले त्यस्तो धेरै धनी भएको त्यस्तो पनि छैन। तर पनि यो अहिले महायान धर्मको जुन आफूभन्दा अरूले महत्त्व दिने जुन बोधिचित्तको सोच र अनि त्यो सम्बन्धी आचरण गर्ने जुन अभ्यास हामीले गरिरहेको छ त्यो चाहिँ एकदमै महत्त्वपूर्ण हो। र त्यो महत्त्वपूर्ण भएको चाहिँ महत्त्वपूर्ण हो भनेर हामीले जानकार भएर त्यसमा जोड दिनुपर्ने चाहिँ एकदमै महत्त्वपूर्ण हो भनेर यो चाहिँ भन्न चाहन्छु। जुन हामीले एक दिनमा श्वास प्रश्वास कतिको गर्छ, हामीले सास तान्ने बाहिर फेर्ने, त्यो चाहिँ एक दिनमा हामीले असङ्ख्य अनगिनती त्यस्तो हामीले सास फेर्ने र त्यो गर्छ। त्यस्तो सास बाहिर फेर्ने र भित्र जुन तान्ने जुन छ त्यो सबै प्राणीहरूलाई फाइदा हुने अनि कारणमा जाने र प्राणीहरूको लागि बुद्धता प्राप्त हुने कारणमा जाने के अरे त्यसको उपाय अनि उपायमा जाने चाहिँ कस्तो छ त भन्दाखेरि हो, त्यसमा चाहिँ आफूभन्दा अरूले महत्त्व दिने बोधिचित्त जुन छ हो त्यो चाहिँ अनि त्यसको उपाय हो भनेर भन्नुभएको छ। त्यसमा चाहिँ हामी बिहान उठेर चाहिँ आफ्नो मनमा एउटा फिलिङ्सद्वारा चाहिँ अनि राम्रोसँग ध्यान साधना गरेर अनि जति सक्दो बोधिचित्त अनि उत्पन्न हुनको लागि चाहिँ त्यसरी अभ्यास गऱ्यो भनेदेखि अनि त्यो दिनमा चाहिँ जति हामीले सास फेर्ने तान्ने त्यो गर्छ त्यो सबै केमा जान्छ भन्दाखेरि बुद्धता प्राप्त हुने कारकमा जान्छ र अनि सर्व प्राणीहरूलाई फाइदा हुने कारणमा जान्छ। त्यसले गर्दाखेरि यहाँ जे रिम्पोछेले पनि त्यसले प्रक्षेपण गरेको जिन पुत्रका बृहत्चार्यहरूको अभ्यास गर्नाले उत्पन्न उत्कृष्ट पद प्राप्त हुँदा सासभित्र बाहिर गर्दा पनि प्राणीको लागि हितकारी ठुलो उपाय हुनेछ भनेर उहाँले यसरी भन्नुभएछ। त्यसै गरेर चाहिँ जे रिम्पोछे उहाँ चाहिँ के हो त को हुनुहुन्छ भन्दाखेरि मञ्जुश्रीको अवतारी हो भनेर हाम्रो तिब्बत हिमाली क्षेत्रका चारै परम्पराको गुरुहरूले चाहिँ स्वीकार गर्नुहुन्छ। त्यो त्यसै गरेर हामीले मिङ्मे चेवेत्री चेरे सिठिमेकी बाउ जामे दुबो मले जुन समय दा भन्दाखेरि उहाँ चाहिँ त्रिगोत्रनाथको अनि अवतारी मान्नुहुन्छ। त्रिगोत्र आर्यलोकितेश्वर, मञ्जुश्री र वज्रपानी भनेर उहाँ तिनैको अनि अवतारी हो, स्वरूप हो भनेर यसरी मान्नुहुन्छ। र त्यसमा अब एक गोत्र भनेपछि वज्रधारा, 3 गोत्र भन्दाखेरि त्रिनाथ भयो, 5 गोत्रमा आउँदाखेरि ग्यावररिङ्गा पञ्चबुद्ध हुन्छ, 100 गोत्रमा आउँदाखेरि ग्यावररिङ्गा भनेर यसरी रिग्या भनेर 100 अनि गोत्र भनेर यसरी आउँछ। त्यसको कारणले अब यो चाहिँ स्वयं अनि वज्रधाराको एउटा वचन भएको कारण उहाँले भन्नुभएको कारणले गर्दाखेरि त्यसले कतै पनि झुठो कुरा बोल्नु हुँदैन। त्यसले गर्दाखेरि यो चाहिँ सत्य नै हो भनेर विश्वास गरेर अनि यो आफूभन्दा अरूले महत्त्व दिने जुन बोधिचित्तको अभ्यास छ त्यो चाहिँ हामीले जोड दिएर बल लगाएर चाहिँ गर्नुपर्छ भनेर यो बुझ्नुपर्छ। अब मैले यहाँ तपाईँहरूले अहिले यो भनिरहने कारण के हो त भन्दाखेरि अब यसको मुनि चाहिँ साटोपाटोद्वारा चाहिँ सोपार साटोपाटोद्वारा अनि बोधिचित्तको अभ्यास गर्ने त्यो चाहिँ आउँछ। त्यसको कारणले त्यो आउने अगाडि अनि
सोह्र पार साटोपाटोद्वारा उत्पन्न गर्ने बोधिचित्त भने त्यसको विषयमा हामीले राम्रोसँग जानकार भयो भनेदेखि त्यो सम्बन्धी ध्यान साधना गर्नको लागि पनि मन एकदमै अतुर हुन्छ र मन एकदमै खुसी हुन्छ हो। त्यसको कारणले मैले यो एकदमै जोड दिएर भनौँ महत्त्व मानेर व्याख्या गर्नुपर्ने कारण त्यो। अब त्यसको सङ्ग्रहित गर्दाखेरि यहाँ तत्कालीन सुख र अन्तिममा छिट्टै बुद्धत्व लाभ गर्न चाहने व्यक्तिले अनिवार्य रूपमा स्वपार समता एवं परस्व परिवर्तनको अभ्यास गर्नुपर्ने चिन्तन गरी त्यस भावनाप्रति जोस अनि जाँगर बढाउनु पर्दछ भनेर। या लसो तुछेता अन्तिमको प्रार्थना मलम नाशवा जम्बे बाबो चित्र गेम्बो कुन्दो जम्बो दे आन्दे जिन्दे देदा कुंजे चेसोना गेवा देदा तमजे रदुङो देजुम जेबे गेवा तमजे ngwa kanwa chodo nga 다시엔 게외 사와 대균 양상보 주지 rabdu ngwa ge pama simje 대단 대교 제년로 담제 다도 동바 당 장주 셈바 강나 수슈바 대다 군게 몰란도 여러지 돈난군보 제레스 왕이 세제 야외 쟁을 강진신 용소 가제 몰란 간제변 대상변대녀도 차원제 강리라베 꾸르베 정강소 변단대와 말륜 종면 제ren성과 변생가수 소샤베시데 땡겨지 개와 근도 양달라만 단자면 주게 변화론 주전사다란게 rabzonen doji jangyo goban yodo shu tenba chikten kanson chenpa tenba nyewe shindo sevada tenze puno shindo tenba yuri nebe trashi shu zagyo laman namge trashi shu yedam hazo namge trashi mada kanro namge trashi chegyan suma namge trashi shu